ओके साथीहरु, अब हामी चाहिँ स्कुल हिँड्न लागेको। म रेडी भयो। हाम्रो बाबु त यहाँ रोएर बस्छ। बाबु स्कुल जान्न रे, यहीँ बस्छ रे एक्लै। म चाहिँ अब स्कुल गएर आउँछु साथीहरु। अब यता लुगाको खाप छ नि यता। ल ममा खानु ल। हाप पाइन न आफै। फेरि त घमाउराएर हिँड न। ल थोरै हिँड। पहिला के गर्ने रे अग्नि? एकछिनमा जाने टिचरसी बसी। अनि के गर्ने रे? अनि मम्मी आउने तिमीलाई लिन। अनि ममा खाने। अनि ठुलो मम्मीको जाने भोलि पर्सि बिदा भएपछि। अनि केमा चढेर जान्छौ रे ठुलो मम्मीको घर? भन न। ए चापी राखेर जान्छौ? एमा बसेर? अनि ठुलो मम्मीले चलाइदिनुहुन्छ कि दादाले? एउटा ए सुभाष दादाले? ए सुभाष दादासित बस। अनि केमा चढेर जान्छौ ठुलो मम्मीको घर? केमा? जिपमा कि भ्यानमा? ए भ्यानमा जिपमा सबैमा? ठुलो मम्मी घर जाने। यसमा बस्ने। त्यहाँ पहिला टिचरसी बस्ने हस्। अनि मम्मी लिन आउने। त्यहाँ बसेर डग गाडी मुनि बसेर। के खोजेर बसेको होला? किन बसेको होला? पहिला गुड बेबी बनिदिने हस् तिमी। टिचरसी नरहेर बसेर। मेरो सुख जिन्दगी खाता नभएर। यस्तो नास्ता खाँदै के हो यो नास्ता? ओहो पापा खाइछौ? भयो भयो खाऊ खाऊ पहिला खाऊ। हाम्रो चाहिँ सुत्ने बेला भयो। सानुले कहाँ कहाँ गेम खेल्नलाई छ ल? कहाँ यसको ठाउँ कहाँ देखाइदेऊ साथीहरूलाई। मिला होइन राम्रो समाउ न। यसले राम्रो पहिला त औँलाबाट निकाल। आफ्नो ठाउँमा राख। अब चाहिँ हाम्रो अग्नि यहाँ त तिमी कसरी रिसाइक्यौ रे? तिमी आज टिचरसी किन रिसाइक्यौ? पहिला भन के भन्दै रिसाइक्यौ भन। के अनि के टिचरलाई? अब यो पहिला खोल। हेर त कस्तो चिसो भिज्दै कि नि। तिमी टिचरलाई के भन्दै रिसाइक्यौ? कह क्या हेर त घमाउरी। ल हाम्रो सानोलाई घमाउरीले किन्छ। ओहो ल ठाउँ
ऊ त्यहाँ राख जाऊ टोकरीमा धुनीमा आफै राखेर आऊ जाऊ कोसित रिसाइकिरी आज अग्नि तिमी टिचर के भन्दै रिसाइक्यौ ल मम्मी जाम भन्दै ल साथीहरू अब चाहिँ सुक्ने तर्फर गर्छु यस्तै छ अब हाम्रो बाबु हामी खानपिन भइसक्यो 10:30 भयो ल अहिले चाहिँ म सुत्छु दुखेन ल साथीहरू आऊ जागे नि चिसो खोलामा ए भिखिदिने कि नखिदिने जागे खोलेको नखिच्ने खिच्दाखेरि के हुन्छ भिखिच्दा भन न ल साथीहरू ओए बोलायो